नेपाल सरकारले हालै एउटा 100 बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। भनिएको छ यसले देशमा ठूलै परिवर्तन ल्याउँछ। तर आखिर यो योजना किन र कसरी आयो अनि यसभित्र खासमा छ के त? आउनुस् यसको चिरफार गरौँ। ल सुरु गरौँ यसको पृष्ठभूमिबाट। आखिर यति ठूलो महत्वाकांक्षी योजना ल्याउनुपर्ने अवस्था नै किन आयो त? कुरा हो आम चुनाव सकिएपछिको। देशका युवाहरू जसलाई जेनजी आन्दोलन भनेर चिनियो उनीहरू सडकमा उत्रिए। उनीहरूको माग एकदमै प्रष्ट थियो, सुशासन र परिवर्तन। हो, यही चरको दबावले नै सरकारलाई यो नयाँ खाका कोर्न बाध्य बनायो भन्दा फरक पर्दैन। हो, त्यही मागको जवाफको रूपमा आएको हो यो 100 बुँदे कार्ययोजना। यसको एउटै मुख्य लक्ष्य छ शासन व्यवस्थामा जरा गाडेर बसेका समस्याहरूलाई जरैदेखि उखेल्नु। अब यो योजनाको पहिलो र सबैभन्दा ठूलो निशाना नै सरकारी संरचनामा देखिन्छ। लक्ष्य के त? सरकारलाई भद्दाबाट छरितो बनाउने, कामलाई प्रभावकारी बनाउने र सबैभन्दा महत्त्वपूर्ण राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने। जस्तै अहिलेका भद्दा मन्त्रालयहरूको संख्या घटाएर जम्मा 17मा झार्ने प्रस्ताव छ। र एउटा एकदमै महत्त्वपूर्ण कुरा के छ भने निजामती सेवाभित्र रहेका राजनीतिक दल सम्बद्ध ट्रेड युनियनहरूलाई खारेज गर्ने। यसको सोझो अर्थ हो सरकारी काममा राजनीतिकरण बन्द होस्। अनि यी सबै सुधारको मुटुमा भनौँ न केन्द्रमा एउटै कुरा छ, त्यो हो भ्रष्टाचार विरुद्धको एउटा निर्णायक लडाईँ। यसका लागि एउटा निकै शक्तिशाली उच्च स्तरीय समिति बनाउने कुरा छ। यो समितिले के गर्छ? यसले 2048 सालदेखिकै नेताहरू र ठूला कर्मचारीहरूको सम्पत्ति छानबिन गर्छ। यो साँच्चै एउटा ठूलो कदम हो जसले जवाफदेहिताको ढोका खोल्न सक्छ। ल, यो त भयो सरकारी संरचनाको कुरा। अब जाउँ दोस्रो महत्त्वपूर्ण पाटोमा। यस्तो पाटो जसले हामी सबैको दैनिक जीवनलाई सिधै छुन्छ, त्यो हो सरकारी सेवा प्रवाह। कल्पना गर्नुहोस् त, अब सरकारी कार्यालयको त्यो दिक्कलाग्दो लामो लाइन र झन्झट बिस्तारै हट्दै जानेछ। योजनाको लक्ष्य नै त्यही हो। सेवाहरू अब डिजिटल हुनेछन्, पारदर्शी हुनेछन् र सबैभन्दा राम्रो कुरा कहीँबाट पनि कुनै पनि बेला लिन सकिनेछ। भनेपछि सरकारी काम पनि मोबाइलमा एउटा एप चलाए जस्तै सजिलो बनाउने सोच हो। यसको सिधा असर के हुन्छ? बिचौलियाको खेल खत्तम अनि कामै पछि सरकारी कार्यालय धाइरहनुपर्ने बाध्यताको पनि अन्त्य। अनि अब तेस्रो र उत्तिकै महत्त्वपूर्ण स्तम्भ हो देशको अर्थतन्त्र। यो योजनाले व्यापार र लगानीका लागि एकदमै सहज वातावरण सृजना गरेर आर्थिक वृद्धिलाई नयाँ गति दिने लक्ष्य राखेको छ। यसका लागि केही ठोस कदमहरू प्रस्ताव गरिएका छन्। जस्तै नयाँ व्यवसाय सुरु गर्नेहरूका लागि स्टार्टअप फास्ट ट्र्याक, जसले दर्ता प्रक्रियालाई एकदमै छिटो बनाउँछ। त्यस्तै सबै सरकारी अनुमति एउटै ठाउँबाट दिने एकद्वार प्रणाली पनि छ। यसको मुख्य उद्देश्य नै प्रशासनिक झन्झटहरूलाई हटाउनु हो। साथै निजी क्षेत्रको लगानीलाई कसरी सुरक्षित गर्ने भनेर एउटा विशेष रणनीति पनि बनाइनेछ। अनि हालैको जेनजी आन्दोलनका क्रममा असर परेका व्यवसायीहरूलाई पनि यो योजनाले समेट्ने प्रयास गरेको छ। उनीहरूका लागि राहत प्याकेजको व्यवस्था गर्ने कुरा पनि उल्लेख छ। ल, हामीले शासन सुधार, सेवा प्रवाह र अर्थतन्त्र यी 3 मुख्य स्तम्भहरूको कुरा गर्यौं। तर प्रश्न उठ्छ, अब अगाडिको बाटो के त? के हुन्छ अब? यो 100 बुँदे कार्ययोजना हेर्दा यो केवल बुदाहरूको एउटा लामो सूची मात्रै होइन। यो त एउटा सिङ्गो खाका हो, एउटा ब्लुप्रिन्ट हो जसले शासनदेखि सेवा प्रवाह अनि अर्थतन्त्रदेखि सामाजिक सुरक्षासम्म सार्वजनिक जीवनको लगभग हरेक पाटोलाई छुन खोजेको छ। यो योजना कागजमा हेर्दा निकै आकर्षक र महत्त्वाकांक्षी देखिन्छ, यसमा कुनै शङ्का छैन। तर यथार्थ के हो भने नेपालमा यस्ता योजनाहरू विगतमा पनि धेरै बने अनि हराए। त्यसैले सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रश्न आज पनि उही छ, के यो योजना पनि केवल कागजको एउटा सुन्दर घोषणामा मात्रै सीमित होला कि यसले साँच्चीकै देशको मुहार फेर्ने तागत राख्छ? यसको जवाफ त अब कार्यान्वयन र आउने समयले नै दिनेछ।